नमस्कार सम्पूर्ण दर्शकहरूलाई मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजका समूह भर्नको लागि प्रयोग गर्ने फारम र कसरी भर्ने त्यसको बारेमा चाहिँ म आफ्नो युट्युब च्यानलमा भन्न गइरहेको छु। उदाहरण सहित यहाँ हेर्न सक्नुहुनेछ। अहिले म यो भिडियोमा मात्र के छ त्यसको बारेमा चर्चा गरिरहेको छु र यसलाई कसरी भर्न सकिन्छ वा कुन शीर्षकमा बढी विवादित रहेको छ त्यसलाई मात्रै चाहिँ मैले चाहिँ क्लियर गर्न गइरहेको छु। जस्तो यहाँ हेर्न सक्नुहुन्छ, शिक्षक सेवा आयोगले निकालेको अनुसूची 1 नियम 32 सँग सम्बन्धित शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारम रहेको छ। कार्य सम्पादन मूल्याङ्कन फारम पेश गरेको विद्यालय। अब तपाईले आफ्नो कार्य सम्पादन मूल्याङ्कन फारम जहाँ पेश गर्नुहुन्छ सो विद्यालयको नाम चाहिँ उल्लेख गर्नुहोला। दर्ता नम्बर र दर्ता मिति सम्बन्धी निसाब प्रदान गर्ने जिम्मेवार व्यक्ति वा निकाय विद्यालय प्रशासन भएकोले 1 गतेदेखि 30 गते भित्रमा सो कार्य सम्बन्धित शिक्षकले गराइसक्नुपर्ने हुन्छ र त्यहाँबाट निसाब पनि प्राप्त गरिहाल्नुपर्ने हुन्छ। शिक्षक प्रधानाध्यापकको नाम र थर। यहाँ तपाई जुन हुन्छ नि शिक्षक हुनुहुन्छ नि, शिक्षक आफ्नो नाम लेख्नु होला। प्रधानाध्यापक हुनुहुन्छ भने आफ्नो नाम चाहिँ उल्लेख गर्नु होला। संकेत नम्बर शिक्षक किताबखानाले प्रदान गरेको संकेत नम्बर चाहिँ यहाँ लेख्नु पर्ने छ। सो संकेत नम्बर लेख्नु होला। तह तपाई कुन तहमा चाहिँ कार्यरत हुनुहुन्छ त्यो तह लेख्नु होला। जस्तै उदाहरणको लागि निमावि तहमा कार्यरत हुनुहुन्छ भने निमावि तह उल्लेख गर्नु होला। माविमा भए मावि, प्राविमा भए प्रावि। श्रेणी प्रथम, द्वितीय, तृतीय कुन श्रेणीमा कार्यरत हुनुहुन्छ सो श्रेणी उल्लेख गर्नु होला। हाल कार्यरत विद्यालयको नाम ठेगाना। तपाई जुन विद्यालयमा कार्यरत हुनुहुन्छ सो विद्यालयको नाम ठेगाना चाहिँ उल्लेख गर्नु होला। मूल्याङ्कन अवधि 1 वर्षको हुने भएकोले म यो का समूह फारम 2081 को लागि भर्न गइरहेको छु वा बताउन गइरहेको छु। त्यही भएर यहाँ चाहिँ लेख्दाखेरि 2081 वैशाखदेखि चैत मसान्तसम्म उल्लेख गर्नु होला। अब खण्ड यो सकिसकेपछि का समूह फारमको खण्डको अन्तर्गत भर्दाखेरि हामीले ध्यान दिनुपर्ने कुराहरू। कमा दिएको छ अध्यापन गरेको तह। म निमावि तहमा कार्यरत भएकोले म यहाँ मा लेख्छु। अध्यापन गरेको कक्षा 8 भएकोले 8। अध्यापन गरेको विषय गणित विषय भएकोले गणित। आधार लिएको परीक्षा। यहाँ धेरै बुदामा दिएको छ आधार केलाई लिनुहुन्छ। मा लिएको परीक्षामा कक्षा 8 को आधारभूत तह उत्तीर्ण परीक्षालाई लिन्छु। अब यहाँ सम्बन्धित विषयको परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको औसत अङ्क निकाल्दाखेरि मानौ ए भन्ने विद्यार्थीले A+, B भन्ने विद्यार्थीले C, C भन्ने विद्यार्थीले A, D भन्ने विद्यार्थीले B+ र E भन्ने विद्यार्थीले NG प्राप्त गरेको रहेछ भने यसलाई हामी GPA मा कन्भर्ट गर्ने। जस्तो A+ भनेको 4 हो, C भनेको 2 हो, A भनेको 3.6 हो, B+ भनेको 3.2 हो, NG भनेको शिक्षकको कार्य सम्पादन मूल्याङ्कन सहजीकरण पुस्तिका 2082 मा 1 दिनुपर्छ भन्ने उल्लेख भएको कारणले NG को लागि 1 दिनु होला। अब यसरी सबैलाई सुरुमा 4 छ, त्यसपछि 2 छ, त्यसपछि 3.6 छ, 3.2 + 1 यसलाई जति जनसङ्ख्या छ त्यसले भाग गर्नु। त यहाँ जम्मा विद्यार्थी 1 2 3 4 5 हुने भएकोले यहाँ 5 ले भाग गर्नु पर्ने। ल जोड्दाखेरि जोड्नु होला। यसलाई जोड्दाखेरि 13.8 हुन्छ। त्यसलाई चाहिँ 5 ले डिभाइड गर्नु होला। 5 ले डिभाइड गर्दाखेरि 5 2 = 10 भयो। 2.76 आउँछ।
यो चाहिँ सम्बन्धित विषयको परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको औसत अङ्कमा चाहिँ उल्लेख गर्नुहोला, लेख्नुहोला 276। अब प्रतिशत निकाल्ने बेलामा यसैमा हेर्दाखेरि अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशतलाई हेर्दाखेरि यहाँ 5 जना विद्यार्थी सहभागी थियो, जसमध्ये 4 जना विद्यार्थी उत्तीर्ण छ, 1 जना विद्यार्थी एनजी प्राप्त गर्ने हो, त्यसलाई काउन्ट गरिँदैन। अब जम्मा विद्यार्थी 5 जना भयो। यसलाई प्रतिशतमा लाग्दाखेरि 100% ले मल्टिप्लाई गर्नु होला। मल्टिप्लाई गर्दाखेरि 80% आउँछ, जुन चाहिँ अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण यहाँ लेख्दाखेरि 80 गुणे 3। सम्बन्धित विषयको भौगोलिक एकाइको औसत उत्तीर्ण प्रतिशत सम्बन्धित एकाइले नै जारी गर्ने भएकोले सो चाहिँ त्यो स्थानीय तहबाट जानकारी प्राप्त गरी यहाँ चाहिँ लेख्नुहोला। अब शिक्षकले प्राप्त गरेको अङ्क कति छ त्यसको आधारमा गणना गरिन्छ। आफूले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार गणना भएको छ भनी दस्तखत गर्ने। जब सम्बन्धित शिक्षकको दस्तखत यहाँ गर्ने र मिति, जुन मितिमा चाहिँ तपाईँ यहाँ दस्तखत गरिरहनु भएको छ त्यो मिति उल्लेख गर्नुहोला। त्यसपछि दर्ताको लागि जानुहोला। धन्यवाद।